सबैजनालाई गुड मर्निङ एभ्रिवान। आज चाहिँ टक्क लगाएर इन्क्लाइनको सेट हान्न हामी टुटुङ्गातिर लागेका छौँ। अनि तपाईँहरूलाई यही भिडियो मार्फत सबैजनालाई गुड मर्निङ भन्न चाहन्छु। अनि पछाडि देख्न सक्नुहुन्छ हाम्रो सेरे मामा अनि हाम्रो अर्को दाई टक्क लगाएर हाम्रो पछि हुनुहुन्छ भने। अनि यता हाम्रो केटाहरू अघि अर्को ग्रुप चाहिँ अगाडि पुगिसकेको छ भने हामी चाहिँ चट्टा पारामा पछि दोगुर्दैछौँ। त्यही राइट हेलो सबैलाई स्वागत छ एक्सर्मी ट्रेनिङको भलगमा। आज हामी कहाँ जाँदैछौँ केटा हो? टुटुङ्गा सही हो। फर्स्ट टाइम हो कि यस्तो केटा आन्टी बिचमा नपार है केटा। यस्तो भाग्ने केटा तिनीहरूलाई खुब तेरे मिट्टी भन्दै होइन त्यही हो। क्यामेराम्यान नि भेट्यो। सो गाइस अब हामी हाम्रो स्पोर्ट आउन लागिसक्यो। मेरो सोरे बच्चा जस्तो भयो भन्छ। के गर्ने मान्छे यहाँ बुढो भइसक्यो। घर मेरो एउटा बुढी छ त्यसैले मलाई आँखा नलगाऊ गाइस। मेरो बुढीको नाम फलानु गुरुङ हो। मेरो घर छोरी नै छ त्यसैले मलाई आँखा नलगाऊ। मलाई ट्याग लगाएर इन्स्टाग्राममा खोजेर डिएम नगर, टिकटकमा खोजेर डिएम नगर गाइस। रिटायर आर्मी होला त। रिटायर आर्मी होला त। रिटायर आर्मी त अलिक खोब्राले दिनु हो। पहिलाको फाइनलिस्ट हो। फाइनल्ली हामी टुटुङ्गाको पारिपट्टि आइसकेको छौँ। यसलाई चाहिँ टुटुङ्गा भन्दैन, यसलाई चाहिँ टक्क फुलबारी भन्छ केटा। यो चाहिँ फुलबारी हो। कोही केटा डबल लाइन हिँड तँलाईमा यहाँ झर्न पनि टाइम लाग्छ। अनि स्प्रिन हानेको बनाउँछ नि। सो गाइज भर्खरै अब हाम्रो अर्को ग्रुप चाहिँ गइसकेको छ भने अब चाहिँ हामी चाहिँ टक्क लगाएर नेक्स्ट इयरको ग्रुपलाई चाहिँ तल झार्दैछौँ। अर्को ग्रुप गइसकेको देख्न सक्नुभयो कति मजाले भागिरहेछ तिनीहरू है। हामी चाहिँ यहाँ रनिङ हान्न आएको दोबिल्ला सामान यता हेर त। यहाँ चाहिँ ग्रुप बिको केटाहरू हो। हेलो ल होइन यस्तै रहेछ क्या ट्याक्के। क्यामेरा माथि परेको ल यहाँ चाहिँ बोल न। यहाँ चाहिँ ग्रुप बीको केटाहरू छ। अगाडि ग्रुप ए को हो। ल अब हामी चाहिँ पक्कै टिप्पर देखाउ न गाडीमा। हाम्रो ग्रुपलाई देखाउ। ग्रुपलाई हाम्रो साउल गुरु यता हेर्नु त। ग्रुप बीको गुरु गुरु
हामी चाहिँ त्यहाँ मुनिबाट भाग्ने हो मुनिबाट माथिसम्म यहाँ चाहिँ ग्रुपेको केटाहरू भागेर आउँदैछ ल अब हामी चाहिँ मुनि स्टार्टिङसम्म जानु लाग्यो मुनि स्टार्टिङ चाहिँ यहीँ हो ल यहाँबाट चाहिँ टक्क लगभग 800 मिटर जति होला सहल गुरु यता हेरिदिनु त एकचोटि हाने हान जसले छोड्छ म त्यही भिडियोमा आउँछ क्यामेरा भेटेर साथीहरू भेटेर हाने हाने एउटा ग्रुपिङ हान है सबैजनालाई मेरो नाम बादल गुरुङ र हाल अहिले म 20 वर्षको भएँ र अहिले मैले ट्रेनिङ सेन्टर जोइन गरेको 5 महिना भयो र आजको हाम्रो फ्राइडेको आउटिङ टुटुङ्गामा रहेको थियो र आज केटाहरूले आफ्नो बेस्ट दिइरहेको छन् र केटाहरूलाई सबै गुरुले भेस्ता काटेर दौरान भएको छ र मेरो घोडा दुख्ने कारणले गर्दा ट्रेनिङ गर्न पाएको छैन धन्यवाद छुट्याइ त छिटो यहाँ मैले काम छिटो हेर छुट्याइ चाहिँ यहाँ 5 घन्टासम्म आइपुग्दैनस् सालहरू मैले यो टोले कहाँ पुऱ्याउँछु फेरि
हेरिरहेको छु कस्तो भयो आज ट्रेनिङ एकदमै दाइ बबाल बबाल यता मजालाई एकदमै दामी अझै लास्ट सेट बाँकी लास्ट सेट अझै हजुर प्लास्टिक ल्याइदिनु होला प्लास्टिक कुन